आखिर किसानको मर्म कसले बुझिदिन्छ त? यहाँ किसानको मर्म बुझ्ने कोही छैन। उसले के गर्यो, उसलाई के हुनेछ, उसलाई कसैको मतलबै छैन कि भन्छन् नि किसान 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 भन्छ। सबैभन्दा बढी किसानलाई कसले हेर्छ थाहा? जो सहरमा गएर बसिरहेको हुन्छ नि, जो हुनलाई गाउँकै हुन्छ। सहरमा गएपछि एउटा जागिर पायो, 20-30 हजारको जागिर पायो, एउटा कोठा ल्याएर बसेको हुन्छ। उसैले भन्छ किसानहरूलाई गाउँमा, हे यु पोर म्यान, व्हाई आर यु कमिङ हियर, व्हाट अ डर्टी सिली फेलो। उसको ओरिजिन त्यही नै हो। ऊ जान गाउँबाटै गएको हुन्छ। यहाँ किसानको दरमा कसैले बुझ्दैन क्या। हुन त हाम्रो देशमा पनि किसानको दर कसैले, समस्या कसैले बुझ्दैन। यहाँ खेती गरेर खेती भित्राउन सक्ने अवस्था छैन। अनि त्यस्तो खेती के गर्नु र यहाँ? म पनि एउटा किसानको छोरा हुँ। म पनि किसान खेती गर्न रुचाउँछु। तर के गर्नु? घरभन्दा बाहिर जानै पर्ने हुन्छ। पढ्नका लागि हिँडेको, किनकि भविष्य त बनाउनु पर्यो नि। खेती गरौँ भने त अब त्यही समयअनुसार पुरानै चक्र क्रममा गर्दै आएको बाली त राम्रोसँग भित्राउन पाइँदैन भने अब खेती कसरी गर्ने? खेतीको नाममा अहिले केही हुँदैन। कति मुस्किल लाग्यो, गोड मेल तोत खन सबै गऱ्यो। त्यो बारी भित्राउन पाउँछु या पाउँदैन त्यो पनि थाहा छैन अहिले किसानलाई, खास गरेर पहाडकालाई। तराईमा त्यति साह्रो चाहिँ छैन, तर पहाडमा दुईटा चिजको एकदमै दुःख छ। रातिमा बँदेल, दिनमा बाँदर। न सरकारले हेरिदिन्छ, न हामीले नि केही गर्न सक्छौँ। कृत्रिम उपाय अपनाएका छौँ, 2-4 समयको लागि हुन्छ। त्यसमा पनि डर छ। करेन्ट लाएर मार्ने भने खोइ मान्छे पर्ला भन्ने डर। अनि खेती त गर्नु पर्यो, खानु त पर्यो। बुर्खौली पेसो त त्यही हो, अरू छैन। सबै चिज त किनेर खान सकिँदैन, केही चिज त उत्पादन पनि गर्नु पर्यो। अहिले मान्छेलाई आटो मन पर्दैन, तर म आटो खान रुचाउने मान्छे। किनभने आटो खानु मेरो लागि बडो राम्रो काम हो। किनकि मलाई आटो एकदम मिठो हुन्छ। मलाई भात त्यति रुच्दैन, भात राम्रो पनि होइन मेरो लागि चाहिँ। तर सबै कुरा आफूले सोचे जस्तो कहाँ हुन्छ र? समय दिन सबै बद्लिन्छ हो। यहाँ किसानहरूलाई बस आइडिया दिनु पर्यो कि उनको व्यापार पाउँथ्यो भने गाउँको किसानले सबै काम गर्न सक्थे। केही खेती नहुने होइन कि, पानीको व्यवस्था नथियो, अहिले पानीको व्यवस्था आउँछ, ठिकै छ। जुन बेला चाहिएको त्यो बेला नआउला, तर पानी आउनु त आउँछ नि। खाना भनेर ल्याएको पानी मान्छेले पैसा तिरेर खेती पनि गर्थ्यो। तर किसानको दर्द, दुःख, कष्ट कसैले बुझिँदैन। भन्छ मात्र हामी किसानलाई गर्छौँ। हामीलाई रासायनिक मल चाहिएको होइन कि, हामीलाई हाम्रो बाली सुरक्षित चाहिएको। यदि बाली सुरक्षित हुँदैन त्यो मलको के गर्नु छ र हामीलाई?